दर्शकवृन्दहरू, अब भुन्टी सिरियलको एक कथा यस्तो मोडमा पुगेको छ जहाँ हरेक पात्रको असली रूप बाहिर आउन थालेको छ। भुन्टीलाई घरबाट निकालेर आफूले ठूलो जित हासिल गरेको ठानेकी श्रेया र जेरी अहिले आफै सङ्कटमा फस्न थालेका छन्, किनकि बिना प्रमाण, बिना सत्यता भुन्टी र भद्रको सम्बन्धमाथि लगाइएको घिनलाग्दो आरोप अब उनीहरूकै लागि भारी पर्न थालेको छ। त्यसैबीच कथामा प्रवेश हुन्छ सुकुमायाको, जसले अब केवल दर्शक भएर बस्ने होइन, न्याय दिलाउने भूमिका खेल्न सुरु गरिसकेकी छिन्। सुकुमायाको आगमनसँगै श्रेया र जेरीको आत्मविश्वास हल्लिन थाल्छ। उनीहरूको चाल, उनीहरूको षड्यन्त्र सबै बिस्तारै पर्दाफास हुँदै जान्छ। यता भुवनको निर्णयले त झन कथा नै उल्टाइदिएको छ। उनले श्रेयालाई घरबाट निकालिदिएपछि अब श्रेया पूर्ण रूपमा एक्लिएकी छिन्। जुन घरमा आफूलाई रानी ठान्थिन्, त्यहीबाट अपमानित भएर निस्कनु पर्दा उनको अहङ्कार चकनाचुर भएको छ। अब कुरा गरौँ भुन्टीको। भुन्टी अब पहिला जस्तो कमजोर छैनिन्। धेरै पीडा, धेरै अन्याय सहेर उनले अन्ततः ठूलो निर्णय लिएकी छिन्, भूपेन्द्रसँग अब कहिल्यै नबस्ने। यो निर्णय केवल रिसको परिणाम होइन, यो आत्मसम्मानको आवाज हो। अब भुन्टी आफ्नो जीवन आफ्नै तरिकाले अगाडि बढाउने तयारीमा छिन्, तर कथा यत्तिकैमा रोकिने होइन। भूमिकाको हालत अहिले सबैभन्दा खराब देखिएको छ। जसरी उनले भुन्टीलाई दुःख दिएकी थिइन्, अहिले त्यही कर्मको सजाय भोग्दैछिन्। एकपछि अर्को समस्या, अपमान र पछुतो भूमिकाको जीवन नै अस्तव्यस्त बन्दै गएको छ। अब प्रश्न उठ्छ, के श्रेया फेरि शक्तिशाली भएर फर्किनेछिन्? के जेरी आफ्नो गल्ती स्वीकार गर्नेछ? के भुन्टी नयाँ जीवन सुरु गर्न सफल हुनेछिन्? अनि सुकुमायाले अन्तिमसम्म न्याय दिलाउन सक्लिन्? आगामी एपिसोडहरूमा तपाईँले देख्नुहुनेछ धोका, बदला, आँसु र सत्यको ठूलो टकराव, जहाँ कसैले सोच्न नसकेको ट्विस्ट आउनेछ र कथाले पूर्ण रूपमा नयाँ दिशा लिनेछ। अब कथा केवल परिवारको झगडामा सीमित रहने छैन। यो बन्नेछ आत्मसम्मान, प्रेम र न्यायको लडाईँ। त्यसैले दर्शकबिनहरू, यस्तो धमाकेदार मोड छुटाउन नचाहनुहुन्छ भने भिडियो लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस्, किनकि अब सुरु हुँदैछ साँचो खेल, असली बदला।